यो धोबी खोला देख्न सक्नुहुन्छ तपाईहरु। धोबी खोला नजिकै चाहिँ यो एकदमै भव्य भवन रहेको थियो। यसलाई चाहिँ अतिक्रमण गरी बनाइएको भनेर बुलडोजरद्वारा भत्काइएको छ। यो फ्रेस मिटको अगाडि पनि थोरै कपिएको भनेर भत्काइएको छ भने अहिले डोजर फर्किएको छ। अब सायद केही क्षण पछाडि भत्काउने कार्यक्रम सुरु हुन्छ। यहाँनिर तपाईहरु देख्नु सक्नुहुन्छ नगर प्रहरी, सशस्त्र प्रहरी, जनपद प्रहरी, ट्राफिक प्रहरी लगायत सर्वसाधारण पत्रकारहरू सम्पूर्णको उपस्थिति रहेको छ। यो धोबी खोला तपाईहरु देख्न सक्नुहुन्छ। यो रुद्रमती मार्गमा रहेको छ। बिजुली बजारदेखि मैतीदेवी सेतो पुलसम्म जाने बाटोको करिब बीचमा रहेको छ यो भवन चाहिँ। तपाईहरु यो 7 तले भवन हो भन्ने सुन्नमा आएको छ।